इक्विपमेन्ट्सहरू हामी लगाएर कार्य गर्छौँ। त्यसको यहाँ ड्रिल हामीले प्रस्तुत गर्न गएका छौँ र यो ड्रिललाई हामीले ब्रिदिङ एपरेटस ड्रिल भनी नामकरण गरेका छौँ। लाउत शुभकामना सिक्किम फायर सर्भिस अनि स्टेट डिजास्टर रेस्पोन्स फोर्स होमगार्ड एन्ड सिभिल डिफेन्सद्वारा तयार पारेको यो लाइभ डेमोन्स्ट्रेसन। अहिलेको क्रममा हाम्रो जवानहरू कुनै पनि पोइन्ट अफ अकरेन्स जहाँनिर आगलागी अनि अन्य आपतकालीन अवस्था भएको छ त्यहाँ आएर ब्रिदिङ एपरेटसेस जो एउटा सिक्किम फायर सर्भिसको निम्ति ठुलो सेफ्टी गियर्स हो त्यसलाई यहाँ लगाउने फर्स्ट स्टेजको कार्य भइरहेको छ र हजुरहरूले देख्नुहुँदैछ यो हामीले जुन चाहिँ एउटा फ्रेमवर्क तयार पारेको छौँ यसलाई चाहिँ हामीले एउटा कुनै स्मोक चेम्बर जहाँनिर हामी सिधा खडा भएर हिँड्नु सक्दैनौँ त्यसमा कस्तो प्रकारले ब्रिदिङ एपरेटस लगाएर क्याजुअल्टीलाई रेस्क्यु गरिन्छ त्यसको यहाँनिर लाइभ डेमोन्स्ट्रेसन हामी दर्शाउन चाहिरहेको छौँ। टुप्पाबाट लगायो नि त फेदबाट लगाउनु पर्ने हो र यो टेक्निकल टर्ममा यो ग्राउन्डबाट यसरी जाने विधालाई फायरम्यान क्रन्च भन्छ जसको उद्देश्य भनेको कुनै पनि ग्यास चेम्बरमा जहाँनिर हार्मफुल ग्यासहरू छ त्यसमा यसरी गइन्छ अनि सिक्किम फायर सर्भिस अनि एसडिआरएफको पहिलो प्राथमिकता भनेको कुनै पनि आपतकालीन अवस्थामा क्याजुअल्टीलाई सर्वप्रथम सेफली त्यो जग्गाबाट रेस्क्यु गरिन्छ। जुन चाहिँ यो क्याजुअल्टीलाई सेफली ग्राउन्ड पोजिसनमा लगिँदैछ यसलाई नेक ड्र्याग भनेर हामी सम्बोधन गर्छौँ। अबको दोस्रो स्टेजमा सबै क्याजुअल्टीलाई त्यस प्लेसबाट सेफली इभ्याकुएट गरेपछि फायर फाइटर्सहरूले लागेको आगोहरूलाई विभिन्न उपकरणहरू लगाएर यसरी मार्ने कार्य भइरहेको छ। केही छैन यस्तो ठाउँमा जहाँनिर हामी फायर फाइटर्सहरूलाई त्यो टोपोग्राफी थाहा हुँदैन धेरै लाग्ने गर्छ र यो सबैलाई हामीले राज्य अनि जनताको सेवाको निम्ति हामी अग्रसर भइरहन्छौँ र हाम्रो टिम्सहरू त्यो पर्टिकुलर स्मोक चेम्बरबाट यसरी बाहिर निस्केपछि अर्को टिमले कुनै पनि तेलको आगोहरू त्यहाँनिर डिटेक्ट भएको खण्डमा हाम्रोमा मोडर्न टेक्निक युक्त यो एक्सटिङ्ग्विसर जसलाई हामी फर्म कम्पाउन्ड कार्बन एरिएटेड फर्म भन्छौँ यसलाई युज गरेर पनि तेलको आगोलाई सजिलै मार्न सकिन्छ। र यसरी आगोलाई अनि क्याजुअल्टीलाई सजिलो तरिकाले अनि सेफली इभ्याकुएट भएपछि कुनै पनि अपरेसन गरेर अघिल्लो कार्यक्रम अलिक कार्यहरू गर्ने गर्दछौँ। हजुरको जानकारीको निम्ति सिक्किम अग्निशमन सिक्किम प्रहरी अन्तर्गत